कोही मान्छेले त्यहाँ केही पनि गर्न सक्दैन। म हुँ, म धरती माता हुँ, पृथ्वी माता हुँ। म उसको छोरीलाई किन माइत आउनु पर्यो? कसलाई? उसको छोरी। कसको छोरी? उसको छोरी। छोरी अब माइतमा नआएका हुन्छ। माइतमा नआएको आउने बेलामा जतिखेर पनि पान 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 मुख बजार्दै भित्र जान्छ। होइन मैले भन्नु खोजेको त पनि त माइत जान्दैनस्। म माइत जान्छु त्यसरी मुख बजाएर जान्दैन। म त त्यो क्षेत्रपाल मागेदेखि छ नि टक्रो 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 गर्दै जान्छ। के बोलेको नि अनि हो त त्यो भनेको के एउटा कुरो तैँले एउटा कुरो जिन्सो पटाएर छ बोकिनु माइत जान्छ जान्नस्। जिन्सो पटाएर छ बोकिनु माइत जाँदाखेरि अप्ठ्यारो गाह्रो माइतीमा कसैले दुःख देख्यो केही भयो कि भनेर तैँले पनि त मुख भित्रभित्र बोलेर हिँड्छस् नि होइन? हिँड्छस् नि? कसले बिगार्छ? सक्दैन माइतीलाई बिगार्नु। म बिगार्दिनँ? सक्दैन। म त्यति बिगार्दिनँ? होइन अब मेरो माइतीले तपाईँहरूलाई के गर्नु? होइन म त्यतिकै बिगार्दिनँ? होइन तपाईँलाई केही गर्न दिएछ मेरो होइन तेरो कारणले गर्दा तेरो माइती भातक मुख बनाइदिउँ। अनि फेरि मेरो दाजुभाइको फनी हुन्छ नि। गर्दिउँ त्यस्तो गर्नु हुँदैन। तेरो कारणले गर्दाखेरि के अरे माइती र आमा बाउ र दाजुभाइ सबैलाई हान्ने बनाइदिउँ। होइन मैले के तेरो घरमा जस्तै त्यो कालो नाग म पशुति कुर्देको होइन भने मैले त्यो मात्र भने के त्यो घरमा आउनेमा ढङ्गन कराउनु पर्यो किन? उसले जानेको छ बुझेको छ आयो करायो गयो बस्यो। तेरो घरको त केही मान्न थाहा छैन नि। अनि ऊ आउने बेलामा मेरो घरमा झलरात थोडी सुत्नु हुँदैन नि त। त्यो किन थाहा छ? तेरो मन राम्रो भएको त सुत्छ त। अर्केको चिया चर्चा गर्ने अर्केले के खान्छ अर्केले के गरेछ भनेर हिँड्ने अर्काको घरमा गएर अझै तरकारी पकायो भने के पकाएछ बास्ना खानु त्यो घर छ नि त्यो घर यसरी घुमाउँछ। अब हेर्दै जा फन चाहिँ घुमाउँछ। अब हेर्दै जा माथि फुटिसक्यो त्यो फुटाउनु भएन। किन फुटाउनु भएन? अनि अरू घर हेर्न आउनेमा त्यो फुटेको घर नलिने भन्छ नि त। हो चिरा बनाइदिन्छु तेरो घर चिरा बनाइदिन्छु। अनि बेच भन्छ त्यो फुटेको हटाउनु पर्दैन। चिरा बनाइदिन्छु तेरो घरमा। अनि त्यो बेच्नलाई कसरी हटाउने? मेरो घरमा फटाएर मैले ठुलो कुरा गरे हो त यो। होइन अर्कालाई रिसिभी गरेर थुप्रो गजडी मान्छे त्यो पालेर दुनियाँभर गरेर गाँजा लिएर तेरो घरमा कुनै दिन म पुलिस ल्याउँ? म पुलिस हुँ ल्याउँ? पुलिस ल्याउँ? त्यो बुढालाई समाते पनि हुन्छ। होइन तेरो घरमा पुलिस ल्याउँ? मलाई समात्दैन त्यो बुढालाई समात्छ। त्यो बुढा मात्र पर्दैन त पनि तेरो छोरा पर्छ तेरो छोरी पर्छ। होइन हामीले बेचेकै छैन त्यो बुढालाई जति भने पनि मान्दैन। बेचेको होस् अथवा नहोस् त्यो ट्यापे केटाहरू गजडी राखेछस् नि तेरो एक दिन चाहिँ म पुलिस हुँ।